मेरो सुकेना सेना है सेना युद्ध गरियोस् यही सिंहले नसकिने पारा छैन कति डराउन सकिँदैन भागो 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 यहाँ त नसकिने रहेछ मेरा दुईवटा सेनालाई सखा गरिस् अब त मेरो हातबाट तेरो मृत्यु अवश्य लेखेको रहेछ आइज जङ्गली भन्दै मारो गर्दा त्यही पनि अति भेट्छु छिटो आइज 3 घन्टा छिटो आइज मूर्ख तैँले मलाई के मार्छस् मैले ब्रह्माजीबाट वरदान पाएको छु कुनै शेर मरेको पनि छैन तेरो के वरदान हे मूर्ख म दिनमा पनि नमर्ने रातमा पनि नमर्ने वरदान पाएको छु मूर्ख हे मूर्ख यो समय हेर त यो न दिन हो न रात हो यो ठिक्क सायंकालीन सत्र हो हेर हे मूर्ख अरू पनि वरदान छ त्यति मात्रै होइन लु भन तेरा के वरदान छन् भन म जलमा पनि नमर्ने थलमा पनि नमर्ने वरदान पाएको छु मूर्ख जलमा थलमाको कुरा छोड्दै त अहिले कहाँ छस् न जलमा छस् न थलमा छस् त मेरो काखमा छस् हे मूर्ख यो विश्वमा भएको कुनै पशु पक्षीबाट पनि मानवबाट पनि नमर्ने वरदान पाएको छु के मार्छ फेरि मरेकै छैन कोही हे मूर्ख त मलाई एकचोटि हेर त न म पशु हुँ न पक्षी हूँ न मानव हूँ के हूँ कस्तो लाग्दैछ हेर त राम्ररी हे मूर्ख अरू पनि वरदान छ त्यति मात्रै होइन बुझिस् लु भक्तेर के वरदान छन् म 12 महिनामा पनि कुनै महिना नमर्ने वरदान पाएको छु त्यही भएर मैले यो अधिक मास बनाएको तँलाई मार्नको निमित्त यो 12 महिनाभित्र पर्दैन मूर्ख हे मूर्ख अरू पनि वरदान पाएको छु तैँले के मार्छस् हौ मलाई के वरदान छ म अस्त्रले पनि नमर्ने शस्त्रले पनि नमर्ने वरदान पाएको छु बुझिस् हो त्यही भएर यो मेरा लामा नङ हेर त यो न अस्त्र हो न शास्त्र हो यसले मार्छ कि क्या हो अब त अब वरदान पनि सिद्धिदिनु सक्यो अरू केही वरदान छन् तेरा छैन केही वरदान छैन सक्यो वरदान जति लो त्यसो भए ल नृसिंह भगवानको 4 जनाले आएर त्यो सबलाई त्यसलाई लिएर जानु होला नजिकैको खोला कहाँ छ हुँदैन खोलातिर लगिदिनु होला है फेरि फर्केर आउला खोइ त 4 जना भाइ अगाडि आउनु न 4 जना अलिक डरा आउनु अगाडि यो राक्षसलाई चाहिँ बोकेर झ्याल्डे गोल्डुङ नापट काट्दै लानु पर्यो हुँदैको पुर्याएर आउनु होला फर्केर नआओस् प्रहलादजीलाई प्रहलादलाई यता लिएर नृसिंह भगवान